के आङचुम से या ठुङबा सागा चुम यहाँ पोङलो हजुरलाई सेवारो हजुर सेवारो हजुरको शुभ नाम मेरो शंकर पङधाक यता हजुरलाई हजुरको शुभ नाम मेरो चाहिँ भीम पङधाक हैन हजुर साह्रै रमाइलो लाग्यो हजुर राम्रो लाग्यो आफ्नै गाउँघर बाजे आफ्नै गाउँघर देख्दै याद आएन घरको रमाइलो पनि भयो साह्रै राम्रो पनि भयो अब फेरि पनि आउँछौँ है आमालाई सम्झना पहिलाको आयो पहिलेको आयो तर अड्केरै अलिक काम लागेन आदरणीय दर्शकबिन मोरङ जिल्ला सुन्दर हराइचा नगरपालिका विराट चोक 9 मा चाहिँ आज हामीले ताओबा फिल्म चाहिँ हामीले प्रदर्शन गरेको थियौं र यसमा हामीलाई साथ दिनुहुने यहाँ उहाँहरू पन्दाक दाजुभाइ नै हुनुहुन्छ उहाँलाई स्वागत गर्दछौं स्वागत छ हजुरहरूलाई सेवारो हजुर सेवारो हजुरको शुभ नाम मेरो शंकर पङधाक हजुर अब पहिले जन्म ठाउँ चाहिँ तेह्रथुम जिल्ला पङठा गाविस वार्ड नम्बर 4 हो हाम्रो सँगै हो हाम्रो भाइहरूसँग है अहिले हाल चाहिँ हाम्रो सुन्दर हरेचा वार्ड नम्बर 7 मा बसोबास छु हैन अहिले यो दावा फिल्म चलेको चाहिँ सुन्दर हरेचा वार्ड नम्बर 9 विराट चोक हलमा हो यसमा हाम्रो भाइहरूको भूमिका एकदम राम्रो छ हैन उहाँहरूले गरेको कामहरू सुशिक्षणहरू अब किनभने त्यो फिल्म अब गर्नु पनि साह्रै हुन्छ मेहनत गरेको एकदम राम्रो छ एक्टिङ पनि एकदम राम्रो छ साह्रै नै छ एकदम दामी छ त्यसैले गर्दाखेरि तपाईहरुले यो फिल्म चाहिँ अझै पनि सही माथि फर्को हानुस् भन्ने हाम्रो शुभकामना अर्पण भन्दा भन्दै तपाईलाई जस्तै आफ्नै तेह्रथुम जिल्लामा आफ्नै जन्मथलो है जन्मथलोमा चाहिँ यस्तो फिल्महरू निर्माण हुँदाखेरि तपाईलाई कतिको उत्सुकता लागिरहेको छ एकदम खुसी हर्षत आफ्नै गाउँठाउँलाई यसमा पर्दामा देखाउँदाखेरि हैन एकदम खुसी देखाउन सक्दाखेरि अब किनभने एकदम राम्रो हामी चाहिँ एकदम खुसी तपाईहरुले जो यो पत्र पत्रिका साथी मित्रहरूले पनि यो चाहिँ पत्र सञ्चार सम्प्रेषण गर्नुभएको एकदम सराहनीय भएर जाओस् एकदम राम्रो उच्च मूल्याङ्कनमा जाओस् भन्ने हाम्रो धारणा र शुभकामना दिन चाहन्छु हजुर हस् धन्यवाद हजुर अझ यता हजुरको शुभ नाम मेरो चाहिँ भीम पङधाक हैन मोरङ जिल्ला अन्तर्गत चाहिँ सुन्दर हरैचा 11 पर्जुना मोरङ हो अब पहिला हाम्रो पुरानो थाकथलो भनेको चाहिँ मेन्छेम गाउँपालिका 1 पौठाक तेह्रथुम हो मेरो भीम प्रकाश पङधाक हो मेरो अब भतिजो मेरो बुहारी हो हामी अब पहिला पिता पुर्खादेखि नै एउटै पेसिङ हो हैन उहाँहरुको प्रगति देख्दाखेरि चाहिँ मलाई एकदम खुसी लाग्यो आफ्नो गाउँठाउँमा गएर पहिला पिता पुर्खा हाम्रो पहिला उसमा गएर चाहिँ एउटा सानो यस्तो लिम्बूहरुको लिम्बू संस्कृति यो इतिहास सम्बन्धी एउटा यो सानो निकाल्दाखेरि चाहिँ मलाई एकदम खुसी फेरि पनि यस्तो अवसरहरू उहाँले हैन जुटाएर फेरि पनि यस्तो प्रगतिहरू गरून् हैन भन्ने तपाईको चाहना ठीक छ भन्दै जाँदै तपाईहरुलाई चाहिँ यो फिल्मले चाहिँ कस्तो सन्देश दियो जस्तो लाग्छ तपाईहरुलाई यो कति साल पहिला चाहिँ यस्तो घटनाहरू घटेको थियो एकचोटी तपाईहरुलाई यसलाई वास्तविकता जस्तै देखिन्छ कि लगभग वास्तविकता नै हो यो भन्दा अगाडि कतिपय त्यस्तो हुन्थ्यो पनि हैन पहिला देश परदेश हिँड्दाखेरि हाम्रो बुबाहरू भनौं अथवा हामी भन्दा अग्रज व्यक्तिहरू पहिल्यैदेखि पनि हाम्रो तपाईहरुको जुन प्रचलन पनि थियो पनि तपाईको गाउँमा जुन ठाउँमा तपाईहरु यो सुटिङ गरेको गाविसमा तपाईहरुको टोलबाट चाहिँ कतिको चाहिँ सिलाङ अथवा कोइलाखात जाने प्रचलन थियो त पहिला हामी पनि हिँडेको पहिला म पनि अब इन्डियाको पर मिजोरामसम्म पुगे म पनि पहिला एकचोटी चाहिँ हैन त्यो पहिला बाजेहरू जान्थ्यो अब बुवाहरू जान्थे पहिला हाम्रो के थियो भनेदेखि देश परदेश हिँड्ने पहिल्यैदेखि थियो क्या यो हाम्रो नेपाल लगायत छोडेर अब इन्डियातिर जाने पहिला त्यहाँ अब इन्डियामा गएर चाहिँ के यो नागाल्यान्ड मेघालय मणिपुर बम जिल्ला यो
त्यतातिर चाहिँ कोइला खन्नु जाने भनेपछि जे होस् भनेपछि यो कथाले तपाईँलाई पनि मन छुयो छुयो यो एकदम राम्रो हो यो मलाई त एकदम ठिक लाग्यो यो जुन चाहिँ कथा कहानी ठिक छ म एउटा थोरै सोध्छु अब यो क्यारेक्टरमा खेल्नु हुने जुन तपाईँहरूकै नाति भतिजाहरू हुनुहुन्छ उहाँहरूले कतिको क्यारेक्टरमा चाहिँ राम्रो काम गरेछन् जस्तो लाग्छ तपाईँहरूलाई कतिको उत्सुकता कतिको हौसला छ तपाईँहरू मलाई चाहिँ एकदमै हौसला छ यो एकदमै राम्रो लाग्यो हैन अझै पनि अग्रपङ्क्तिमा जानु सकुन् अग्रपङ्क्तिमा हिँड्नु नै भन्ने मेरो चाहिँ एउटा ठुलो आदरणीय दर्शकबिनहरू यहाँ हाम्रो फ्रेममा हुनुहुन्छ जुन अहिले फिल्म जुन हामीले चलाएको थियौँ जुन फिल्म चाहिँ सुटिङ गरेको थियौँ तेह्रथुम जिल्लाको पौठाक गाविसमा त्यहीँको स्थानीयवासी हुनुहुन्छ आज चाहिँ यो सुन्दर हराइचा 9 नम्बरको यो विराटचोकको सिनेमा हलमा चाहिँ हामीले प्रदर्शन गरेका थियौँ उहाँ आफ्नै त्यो छिमेकी हुनुहुन्छ त्यही गाविसवासी हुनुहुन्छ उहाँ पनि यहाँनिर उपस्थित हुनुहुन्छ स्वागत छ हजुर धन्यवाद हजुरको शुभ नाम मेरो गोपाल प्रसाद दाहाल तपाईँ तेह्रथुम जिल्लाको पौठक गाविसमा यही फिल्मको आसपास तेह्रथुम गाविस तेह्रथुम जिल्ला पौठक गाविसको हाङखाङला हजुर यो फिल्मको जुन स्पोर्ट त्यहाँ देखिया छ र म पनि त्यही हाङखाङलाकै बसोबास गर्ने मान्छे र जो खगेनजी हुनुहुन्छ यो फिल्मको चाहिँ निर्माता उहाँ र म चाहिँ बाल्यकालदेखि झुम्राको गोल देख्दाखेरि पनि अघि म त्यसैमा एकदम चाहिँ खुसी लाग्यो उहाँ र हामी त्यस्तै गरेर चाहिँ डुरी काँगेर झुम्रोको बल बनाएर चाहिँ बाल्यकालमा एकदम उहाँले राम्ररी चाहिँ के अरे एउटा नबिर्सिने खालको छाप बनाएर चाहिँ एउटा जुन बनाउनु भएको रहेछ यो भोलिको पुस्ताहरूले पनि चाहिँ राम्रो हुन्छ भन्ने लागेको छ अब अहिले त धेरै विकास भएको छ घरहरू त्यस्तो खालको पनि छैनन् होइन र उहाँले एउटा गाउँघरको परिवेशलाई समेटेर हाम्रो बाल्यकालको जीवन्त उदाहरण चाहिँ यो फिल्म मार्फत पस्किनु भएको रहेछ उहाँलाई धेरै धेरै धन्यवाद छ र तपाईँ त्यो तेह्रथुम जिल्ला त्यो हाङखाङलादेखि चाहिँ यता यो मोरङ झर्नु भएको चाहिँ कति वर्ष भयो होला अन्दाज म 2067 साल चैत 24 गते हजुर त्यो तेह्रथुमको पौठक गाविसको वार्ड नम्बर 4 हाङखाङलाबाट चाहिँ 2067 साल चैत 24 गते म यो विराटचोकमा आएको मेरो पहिलो आएको ठाउँ पनि यही हो र अहिले हालसम्म यहीँ बसोबास गरिरहेको छु घरिघरि गाउँ जाने तपाईँको छैन म गइराखेको छु अब सालमा लगभग एकचोटि म गाउँ पुग्छु त्यहाँको यसो परिवेशहरू हेर्छु ठिकै छ राम्रो छ त्यहाँ पनि अहिले धेरै पछि आज भनेपछि आज फिल्म हेर्दाखेरि जस गाउँै पुगे जस्तो भयो मलाई एकदम त्यो खोलामा जुन पौडी हामी त्यसै गरी खेल्थ्यौँ हाम्रो खोइन्द्रजीसँग त्यसै गरी पौडी खेल्थ्यौँ त्यस्तै के अरे धमिलो पानीमा एकदम ज्वलन्त उदाहरण चाहिँ उहाँले प्रस्तुत गर्नु जस आजको यो फिल्ममा क्यारेक्टर जुन आर्टिस्ट हुनुहुन्छ कलाकारहरू तपाईँले देख्नुभएको थियो यहाँ 90% भन्दा माथि मैले देखेकै हुन् अझ 95% देखे हुन् सबैजना जस सानो भाइ बहिनीहरूले पनि राम्रो काम गरेको अझ त्यो फेदाङमा भाइ त म सबभन्दा सानो त्यो भाइलाई त मैले चाहिँ के अरे सँगै काखमा हुर्काएकै भाइ हो त्यो यो फिल्ममा सबैभन्दा मनपर्ने तपाईँलाई धेरै मन छुको कुन कथा हो कुन क्यारेक्टरमा चाहिँ पर्यो तपाईँको एउटा जुन एउटा गाउँमा एउटा महामारी फैलेको छ त्यस बेलामा चाहिँ अब स्वास्थ्य चौकीहरू नभएको अवस्था त्यो बेलामा एउटा धाई फेदाङमाको भरमा मात्रै चलेको अवस्था र अलिकति गाउँमा बुद्धिजीवी पनि भएर चाहिँ जिल्लासम्म चाहिँ औषधि लिएर जाने एउटा जुन त्यो एउटा कारुणिक भन्नुपर्छ त्यसलाई एकदम त्यो पक्ष मलाई एकदम राम्रो लागेको छ किनभने त्यो पक्षले चाहिँ तपाईँले छुयो मलाई एकदम मन छोयो त्यो पक्ष यो तपाईँले यथार्थ भोगेर पनि आउनुभयो हो एकदम म पनि गएको छु किनभने त्यहाँ गाउँमा पुगिँदाखेरि मोराङसम्म त्यहाँदेखि हाम्रो नजिकै हेल्प पोस्ट भनेको मोराङ थियो त्यहाँसम्म पनि गएको थिएँ किनभने त्यो अहिले जिल्ला सोसरै मान्नुपर्छ त्यहाँ एकदम ज्वलन्त त्यो उदाहरण मैले पनि पस्किएको छु हुन्छ त्यसो भए समग्रमा यो फिल्मलाई के भन्न चाहनुहुन्छ तपाईँ समग्रमा एउटा आफू जन्मिएको हुर्केको ठाउँको त्यो जुन एउटा चौरीहरू छ त्यहाँ त हामीहरूले यहाँ हाम्रो खैनीसँग चाहिँ एउटा सेउलामा बसेर सुतुली खेलेर चाहिँ पछाडि जुन एउटा पेन्टहरू सबै च्यातिएको कटुहरू च्यातिएको एउटा त्यो अवस्था हामी नै त्यसैमा थियौँ त्यसलाई एउटा एकदम ज्वलन्त उहाँले देखाइदिनु भयो म एकदम खुसी छु यसमा रमाइलो पनि गरौँ तपाईँलाई अहिले हामीले सुनिहाल्यौँ फेदापे बोली लिम्बू भाषा पनि आउँछ भन्ने कुरो आयो यहाँ हाम्रो खगेनजी डाइरेक्टर साहबले नै भन्नुभयो एउटा पालाम चाहिँ गाउनु पर्यो भनेर भनिहाल्नुभयो तपाईँको मुहार बिन्दुबाट थोरै अब यसो जाने जति यो रमाइलोको लागि है एउटा यहाँ चाहिँ हामी अब इन्टरभ्यू लिँदै पनि तपाईँलाई एउटा इन्टरटेनमेन्ट पनि हुन्छ यो थोरै पालाम पनि अब त्यही गाउँको परिवेशको त्यही ठाउँमा हुर्किनु भएको हुनाले थोरै 1-2 शब्द ठिकै छ हवस् Kerek Nogen en filming over Nuba Dokse
तुम यहाँ तुमसे या तुम बसागा ए गंगा आबोंग लो के आंग तुमसे या तुम बसागा तुम यहाँ